सो हे व्हाट्सअप गाइज, कस्तो हुनुहुन्छ सबैजना। स्वागत छ हजुरहरूको अझै एउटा नयाँ भिडियोमा। एन्ड आजको यस भिडियोमा म फेरि खेल्न गइरहेको छु पश्चिम बन्दुक लडाकु, मतलब वेस्ट गन फाइटर। सो लेट्स गो। सो लास्ट भिडियोमा म एउटा मिसनमा 2 चोटि मरेको थिएँ। सो आजको भिडियोमा म सबसे पहिला त त्यो मिसन कम्प्लिट गर्छु जसरी पनि। अलराइट, सबसे पहिला त म मेरो डे 5 को डेली रिवार्ड कलेक्ट गर्छु। एन्ड अब हामी गेम स्टार्ट गर्छौँ। अफकोर्स किन गर्दैनौँ। ओके, सो लास्ट भिडियोमा चाहिँ म यहाँ यो सिमिटरीमा मरेको थिएँ। सो लेट्स गो। अब म फेरि जानुपर्छ टाउनतिर मिसन लिग्न, बिकज लास्ट भिडियोमा म मिसनको बेला मरेको थिएँ। सो यप, हामी मिसन लिन जानुपर्छ फेरि। एन्ड साइडबाट भिडियो बनाउनु पछि बेला खालि यो गाडी चलाइ गर्छ यार, किन हो? लाइक यो दुनियाँले मदेखि यति प्रब्लम किन छ? ओके, सो यस, लास्ट भिडियोमा ओके आज चाहिँ अलिकति पानी पनि परेको थियो एन्ड बादल पनि गर्जिरह। सो यो चाहिँ एउटा कुराको सङ्केत हो गाइस, गर्मी लाग्न थाल्यो। यप, ओके लेट्स गो। सो सबसे पहिला त म यो शेरिफबाट गएर मिसन लेख्छु। शेरिफ मिसन दे त, नाइस। ओके अलराइट, सो लेट्स गो। अब हामी गएर मिसन कम्प्लिट गर्छौँ, बिकज अफकोर्स किन मिसन लिएपछि कम्प्लिट गर्न नि पर्छ। सो लेट्स गो बेबी। ओके, अब यहाँबाट केटाहरू आउँछन्। केटाहरू के अरे मेरा बोलेन न तार, खुकुरीका धार हुन्छ नि एउटा गीतमा। ओके, यसलाई पेल्दिउँ। नाइस, यो त गयो फर्स्टवाला। ओके, म हिल पनि गरिदिनुपर्छ है केटा हो। ओके, तेरो पालो बाबु। ओके, त्यो अर्को मान्छे कहाँ गयो? सुट्टा तान्न गयो? यहाँ रहेछ। म चाहिँ यहाँ के गरेर? ओके लेट्स, यसले के ड्रप दिन्छ यिनीहरूले। हुन त लास्ट भिडियोमा यो मिसन पहिला नि गरेको थिएँ तर फेल भयो स्याडली। ओके लेट्स गो। घोडा आइजे एकछिन है। यहाँ रेड टाउनको सबसे बेस्ट घोडा लिएर हिँडेर रहेछ। म चाहिँ यहाँ बेकारको घोडा लिएर हिँडेर थिएँ अघिदेखि, मतलब स्टार्टिङदेखि। मलाई पनि राम्रो घोडा दिए भए हुन्थ्यो। ओके, यिनी घोडे। ओके, तर घोडा अलिकति के भन्छ अरे कन्ट्रोलमा आउँदैन, मात्तिन्छ। आज घोडी देखेर त कति मात्तिनु। अलराइट, सो यसैको साथ हामी जम्बी मार्न आइसकेको छौँ केटा हौ। ओके, निकाल्न बन्दुक साल। मेरो क्यारेक्टर हल्का पागल हो कि क्या हो? जम्बी झन् आएपछि चाहिँ निकाल्दैन के बन्दुक सन्दुक केही। ओके, एन्ड यो जम्बीजहरू एक्चुली डेन्जर छन्। आई लाइक देम। आई मिन जम्बीजहरूलाई किन मन पराउँछु म, आई डोन्ट नो। ओइ ओइ भाग। ओके, भाग भागिरहनु पर्छ। के हो यार, जम्बी लुट डेन्जर आएको त। एउटा नि मर्दैन कहिले, यत्रो बेरदेखि हानिरहेको छु गोली, मर्दैन एउटा नि। ओके, एउटा जम्बीलाई टार्गेट गरेर मार्नुपर्छ हुन त। ओए के बित्या हो जम्बी सब। ओके, गोली पनि चलिरहेको केटा हो। कि यार यिनीहरू एम बटै हो कि क्या हो यो गेमको एनिमीहरू? कसम एम बट हो यार यिनीहरू। ओके, कहाँबाट हानिरह यार? एकचोटि त्यो लोकेसन थाहा भयो भने यहाँ साह्रै। उही यो हो त्यो गोली हान्ने। मारिदिउँ न यसलाई पहिले, मलाई नि मारिदियो। सेट। ओके, रिट्राई गरौँ त। ओ नो 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 नो। ओके, एकछिन सर्टगनले मारिदिउँ न यिनीहरूलाई। म अहिलेदेखि किन रिभल्भर युज गरेर? सर्टगन छ त, -80 को ड्यामेज दिइरह। ओके ग्रेट, सर्टगन राम्रो हो हुन त। ओके नाइस, हान मारिरहेको छु म यिनीहरूलाई। ओके एन्ड मेरो गेममा धेरै फोकस भयो भएर म भोइस ओभर अलिक कम गर्न सक्छु, बट डोन्ट माइन्ड। गोली पनि चल्न थाल्यो केटा हो। ओके,
ओके यो पनि गयो अब त लास्ट ओइ हिल शिट 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 भाग्न पर्छ मारिदिहाल्यो ओके एकछिन है म गिभ अप यसरी गिभ अप गरेर स्टोरमा जाम त ए फेरि त्यसको लागि पैसा पनि हुनुपर्छ ओके के गर्नु गाइस गरिब छु म अलिकति ओके के बेच्न मिल्छ त्यो चाहिँ हेरौँ न के विस्कीहरू सब बेच्दिम एन्ड अर्थ के छ बेच्नको लागि यही छ यो नि बेच्दिम ओके यार म यो स्पेयर पार्टहरू बेच्न त नपर्ने हो वेपन अपग्रेड गर्न काम लाग्छ बट बेच्दिम ओके सब बेच्दिम म केही छोड्दिनँ अब आफ्नो इन्भेन्ट्रीमा सब बेच्दिन्छु ओए ओए पैसै पैसा भयो केटा हौ यो मसँग यत्रो स्पेयर पार्ट्स रहेछ म किन नबेच्दै बस्या ओके लेट्स सी ओए कति 35 नाइस ओके सो मसँग 18,000 भइसक्यो अब स्टोरमा जाम म एउटा गन किन्छु राम्रो खाले यो मिसन त म सकाएरै जान्छु ओके गन्स पनि अलि राम्रो ओके यो छ अलिकति राम्रो भने यसको त एकदम बेकार छ ओए यो छ नि त यसको कुन चाहिँ गन किनौँ यार अलि रेन्ज धेरै भएको किन्न पर्ला ओके यो गन मलाई अलि ठिक लागिरह नाइस यसलाई किनेर इक्विप गरौँ अलराइट अब हुन्छ नि त मिसन बेबी ओके सो लेट्स गो केटा हौ अब म दुईटा गनले मार्छु यस अब एउटा हैन दुईटा गन चल्छ धडाधड ओके अब म यो मिसन कम्प्लिट गर्न सक्छु सबसे पहिले त ब्लड भाइले हिल म घोडाबाट किराहरूलाई छिटो बस फेरि घोडामा ओके अलराइट सो गाइज अब म फाइनली यो मिसन कम्प्लिट गर्छु जसरी पनि गर्छु आज यो ओके लाइक 2 एपिसोड भइसक्यो यार यो मिसन गर्न नसके मैले अब पनि गरिन भने त मेरो इज्जत खतरामा हुन्छ ओके लेट्स गो अब जाम शेरिफबाट अनि फेरि यो मिसन लिगौँ अलराइट लेट्स गो यहाँ छ हाम्रो शेरिफ ब्रो ए खै त ए ओके नाइस अलराइट सो अब म गएर फाइनली यो मिसन कम्प्लिट गर्छु है त जसरी पनि यो ट्राईमा त गर्नै पर्छ यो ट्राईमा पनि यो मिसन कम्प्लिट भएन भने म नूब छु ओके नाइस रिभर्बल निकाल त केटा हो ओके गइरहेछौँ हामी मार्न पागल हो यो पनि गयो रिलोड नाइस गयो यसपालि त मैले तिनटाले चाँडै मार्दिएँ यिनीहरूको नाम पनि राख्दिउँ इनामिना डिका ओके साइडबाट फेरि हाते ट्र्याक्टर चलिरह्यो यार के गरौँ यार नोइज पोल्युसन छ मेरो घरको वरिपरि ओके नोइज पोल्युसन छ यार मेरो घरको वरिपरि के गरौँ गाइज म अलराइट सो यसैको साथ आहा जम्बी टाइम आइज बाबुहरू कहाँ आइज म डराउँदिनँ अब तिमीहरूदेखि आइज जे गर्न गर अब त मारिदिन्छु ओके यो पनि गयो यसको पालो ओके यो पनि गयो ओके यो मिसन एक्चुअली हार्ड छ अरूभन्दा मलाई यो मिसन धेरै हार्ड लाग्यो ओके यो यिनीहरू पनि गयो ओके सबसे पहिला गोली चलाउनेहरूलाई मारिदिउँ न यसलाई मारिदिउँ अनि त्यसपछि त भइरहन्छ काम हिल सबसे इम्पोर्टेन्ट भनेको हिल गरिरहनु ओके अर्को पनि थियो होइन गोली चलाउनेहरूलाई मार्दिस हुन्छ कि काम धन्दा सब ओके अहिलेको लागि त यही देखिरहेछु म ओके यो तलबाट आउने जम्बी अलिकति स्क्यारी छ अरू त सब इजी ओके यो पनि गयो लास्ट यो आई गेस हाम्रो मिसनको लास्ट एनिमी यो अझ आइरह यार गोली चलाउनेलाई पेल दिन्छु म पहिले
एफ ओके गयो गोली चलाउनु नमार्दैसी आनन्दै हुन्छ क्या ओके अब यिनीहरूलाई त म मारिरहन्छु नि यहाँ जम्बिजहरू त इजी छ त्यो गोली चलाउनुले गर्दा तनाव यो मिसनमा ओके देखिरहेको छु नि म वाइल्ड वेस्टको सबसे खतरनाक गनस्लिङ्गर यस म वाइल्ड वेस्टको भाषा अलिकति मतलब बुझिरहेको छु मतलब के भन्नु ओए भयो ल ओके धेरै सजिलैसँग भयो त गाइस ओके बस यो डबल गन किन्न पर्दो रहेछ भयो इजी थियो अलराइट सो गाइस यसको साथ फाइनली हाम्रो यो ट्राईमा चाहिँ मैले मिसन कम्प्लिट गरिसकेको छु अब सबसे इम्पोर्टेन्टली हामी लुट कलेक्ट गर्छौँ यप लुट बिना म यहाँबाट कसरी जान सक्छु लुट छुटाउन भएन नि त वाइल्ड वेस्ट हो नि त केटा हो अलराइट आई गेस नो मोर लुट यहाँ त्यहाँ रहेछ एउटा पोटली के अरे पोटली होइन सरी थैलो हामी नेपाली हो नि त थैलो भन्छु ओके यहाँ छ अब हाम्रो दुईवटा थैलो एन्ड मैले मेरो घोडा पनि मारिदिएँ यार ओके हुन त यो गेममा हाम्रो घोडा कहिले मर्दैन थाहा छ यी फेरि सिटी बजाउनु बित्तिकै आइहाल्छ ओके सो लेट्स गो अब हामी जाऊँ नेक्स्ट मिसनपट्टि लेट्स से हाम्रो अर्को मिसन के हुनसक्छ मतलब के हुन्छ बिकज मलाई गेमको स्टोरी चाँडैभन्दा चाँडै कम्प्लिट गर्न आई गेस बाउन्टी हन्टर 3 हुनसक्छ लेट्स सी तर ओके अलराइट ओके घोडाबाट ओर्लिम केटा हौ एन्ड जाऊँ अब हाम्रो सलुनभित्र सलुन भन्छ होइन यो ठाउँलाई ओके यो केटीबाट जान हामीलाई केटीबाट बोलाउँछु वी अल आर ट्र्याप्ड इन दिस के हो यो वेस्ट वर्ल्ड वी अल रिपिट द सेम थिङ ओभर एन्ड ओभर अगेन प्लिज गिभ अस द वे आउट ओके सो बेसिकली हामी चाहिँ यो दुनियाँमा ट्र्याप्ड छौँ रे ओके सो यप के हो यो किल अल पिपल इन टाउन ओके सरी ब्रो यु हेभ टु डाई ओके सो हामीले मिसनको मुताबिक टाउनभित्रको सबैजनालाई मार्नुपर्छ अरे सरी हजुर बुबा तपाईँ पनि मर्नु पऱ्यो ओके ओके यो सेरिफलाई नि मारिदिने ओके सरी सेरिफ ब्रो यिनीहरूले लुट पनि ड्रप गर्दैन यहाँ एकजना कहाँ हो ल ओए आत्मा आयो गाइज टाउनमा सरी आन्टी ओके अझै एकजना यहाँ को आई गेस हामी उतातिर जानुपर्छ है अलराइट सो यहाँ एकजना बुढो छ यसलाई पनि पेलिदिउँ सरी बुढो यसले केही लुट पनि ड्रप गर्दैन गर्यो यहाँ पनि लुट रहेछ त कि जे भए पनि जतिजना मार्न पऱ्यो नि लुट छुटाउनु भएन क्या ओके यहाँ एउटा स्मिथ छ यसलाई पनि मार्नुपर्छ सरी स्मिथ ब्रो यसले केही लुट दिँदैन सायद कस्तो गरिब स्मिथ त लुट पनि दिँदैन ओके यहाँ एउटा तबेलावाला मान्छेले मार्नुपर्छ मान्छे नै हो नि म घोडा मार्नुपर्छ भनेर म इनोसेन्ट जनावरहरूलाई म मार्दिनँ क्या तर ओके 2-4 जना यहाँ यो आन्टी सरी के भन्नु लुट ओए देख्यो यो के अरे केटाहरूले लुट दिन्छ क्या केटीहरूले चाहिँ केही लुट नि दिँदैन ओके लिभ द टाउन ओके अलराइट सो गाइज यसको साथ अब हामी एकछिन है घोडा बोलाऊँ न ओके सो यसैको साथ गाइज हाम्रो आई गेस गेम एन्ड हुन गइरहेको छ बिकज हामीले यो टाउन छोडेर जानुपर्छ अरे सो यप अलराइट सो यसैको साथ केटा हौ वेस्ट गन फाइटरको स्टोरी कम्प्लिट भइसकेको छ ओ या ओके क्यान्डी मोबाइल ओके प्रोडक्ट म्यानेजर एन्ड गेम डिजाइनर के यिनीहरूको नाम पनि ओके गेमको क्रेडिट्स आउन थालिसक्यो थ्याङ्क यू फर प्लेइङ एन्ड ओके अलराइट सो गाइज यसैको साथ गेमको स्टोरी कम्प्लिट भइसकेको छ एन्ड अबदेखि म यो गेम कहिल्यै खेल्दिनँ किनकि स्टोरी कम्प्लिट भइसकेको छ सो यस आजको भिडियोमा यति मात्रै भेटौँला हजुरलाई कुनै नेक्स्ट भिडियोमा अझ राम्रो गेमसँग एन्ड च्यानललाई सब्सक्राइब गरिदिनु होला एन्ड यसैको साथ थ्याङ्क